छिटो साहब के हुन्छ अब हामी ठुलो होइन त हामी पनि यहाँको इलेक्टेड मेम्बर हुँदा यहाँ ठुलो ठुलो मान्छे चुनाव हारे हामीले जित्यो अब छिटो साहब ऊ बिचरा थाकिया मान्छे छन् कि छिटो साहब हामीले जित्यौँ अझ म ठुलो भन्ने थिएँ यहाँ हारेका हुन् मैले जिताएँ अहिले मेयर साहबलाई पनि मैले बोलाएँ गोपाल जिल्ला परिषद ल हर्क सरले दार्चुला चाहिँ चिनायो होइन त हजुर हर्क सरले दार्चुला चिनायो हर्क सरलाई त यो यहाँबाट मैले नमस्ते गरेँ सुन्नुभयो हर्क सरसँग म 2 वर्षबाट होइन 3 वर्षबाट उहाँको फेसबुक पेज रेभुलेसन पेज छ उहाँको अनि अर्को पेज हो दुईटैमा मैले मेसेजमा लेखेको छु नम्बर दिनु भनेर नम्बर पनि म यहाँको अहिले जन्मदिन हजुरलाई भनेको छु हर्क सरले दार्चुला चिनाउनु भयो भने पुरा संसारलाई यो दार्चुला कहाँ छ भनेर उहाँले परिचय गराइदिनु भयो यहाँका यहाँ निर्वाचित सदस्यहरू यहाँका सांसदहरू अब मेरै पनि आफ्नो सांसद हुनुहुन् हाम्रै पार्टीका विपक्षी पार्टीका उनीहरू दार्चुलालाई कहाँ छ भने चिनाउनु सकेको छैन अहिले जो इन्टरभ्यू लिनुभएको थियो यहाँ शङ्कर भाइले तपाईँ तल जानु होला इन्डिया जानेमा एउटा पुल छ यहाँ काठमाडौँलाई र दार्चुलालाई यो कालापानी काठमाडौँलाई किन्नु दुख्दैन भन्ने एउटा सिलेक्ट लेखेको छ नि त्यो पहिला स्वर्गीय प्रेमसिंह धामीजीकै पालामा लेखियो तर तपाईँ जानेखेरि त्यहाँ गेट देख्नुहुन्छ तर हर्क सर र हर्क सम्मानजीले अस्ति चुनाव जित्ने बित्तिकै दार्चुलाको तुइनु गर्छु भन्ने बित्तिकै पुरा संसारले दार्चुला कहाँ छ भन्ने चिनेको छ त्यो अस्तमा यो राणाकालबाट दार्चुला चिनेको थिएन यहाँ तपाईँहरूका के मेसेज छ तपाईँको हर्क दाइको हजुर के छ मेसेज हर्क सम्मानज्यूलाई हर्क सम्मानजीलाई यो हात जोडेर म दार्चुलाको यो सुदूरपश्चिमको मान्छे अब आउने अहिलेको जुन 5 वर्ष छ नि 5 वर्षमा त मैले देखिरहेको छु कि हर्क सम्मानजी प्रधानमन्त्री हुनुहुन्छ कि लाग्छ मलाई त दार्चुला कहाँ भनेर पूर्व झापा होइन कि तपाईँको हाम्रो यो सुदूरपश्चिममा 9वटा जिल्ला छन् 9वटा जिल्लामध्ये यो दार्चुलाको पारिपट्टि तपाईँको भैँतिड पर्छ त्यसको पारिपट्टि चाहिँ डणेलधुरा पर्छ डणेलधुरामै गएर तपाईँ सोध्नु होला दार्चुला कहाँ छ भनेर धेरै मान्छे दार्चुलालाई चिन्दैन दर्जनकै मान्छे अब सुदूरपश्चिममा बझाङ छ अछाम छ त्यसपछि डणेलधुरा छ बाजुरा छ अछाम छ त्यहाँका मान्छे दार्चुला चिन्दैन फेरि तपाईँहरू आएर हिजो म तपाईँहरूको त पेजलाई फलो गरिरहेको छु त्यहाँ कर्णाली मा एउटा पुल छ होइन भेरीको त्यो पुल पारिपट्टि जानेखेरि पनि दार्चुला चिन्दैनन् तर म हर्क सरलाई यो सलाम गरेको छु उहाँले पुरा संसारलाई दार्चुलाको वेदना पुर्याइदिनु भयो र दार्चुला कहाँ छ भनेर पनि देखाइदिनु भयो संसारलाई धन्यवाद छ उहाँ मेरो चाहना के छ म त अर्को पार्टीबाट जित्या भए पनि मेरो चाहना छ आउने 5 वर्षमा हर्क सम्मानलाई मैले एउटा स्वच्छ छविको र एउटा निष्कलङ्क र कञ्चन हृदयको मान्छे लागेको छ उहाँ आउने 5 वर्षमा मेरो हर्क सम्मानलाई के छ कि शुभकामना उहाँ प्रधानमन्त्री बनोस् भन्ने मेरो शुभकामना छ त्यो पनि आयो म यहाँ धेरै मान्छे आउँछ म कसैलाई भेट्नु पनि चाहन्छु थ्याङ्क यू वाट्सएपमा हालिदिनु होला त्यो